ब्रेकिङ न्यूज। सुनसरीमा तनाव, एकजनाको मृत्युपछि सुरक्षा व्यवस्था कडा। नमस्कार, आजको सबैभन्दा ठूलो समाचार सुनसरीबाट। सुनसरी जिल्लाको देवानगञ्ज क्षेत्रमा दुई समुदायबीच भएको विवादले हिंसात्मक रूप लिएपछि सम्पूर्ण क्षेत्र तनावग्रस्त बनेको छ। प्रारम्भिक जानकारी अनुसार धार्मिक यात्राका क्रममा बजाइएको ठूलो आवाजको सङ्गीत र झण्डा सम्बन्धी विवाद चर्किँदै झडपमा परिणत भएको बताइएको छ। स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो। त्यसक्रममा प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित धेरै व्यक्ति घाइते भएका छन्। घटनापछि केही स्थानमा तोडफोड र आगजनी समेत भएको बताइएको छ। सम्भावित थप अप्रिय घटना रोक्न जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा निषेधाज्ञा तथा कडा सुरक्षा व्यवस्था लागू गरेको छ। यस घटनालाई गम्भीर रूपमा लिँदै राष्ट्रिय मानवाधिकार आयोगले पनि छानबिन सुरु गरेको छ। आयोगले घटनाको निष्पक्ष अनुसन्धान, घाइतेहरूको उपचार, पीडितलाई न्याय तथा सबै समुदायलाई संयम अपनाई सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ। प्रशासनले सबै नागरिकलाई सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना वा अफवाहमा विश्वास नगर्न र आधिकारिक जानकारीलाई मात्र आधार बनाउन अनुरोध गरेको छ। सुरक्षा निकायले क्षेत्रको अवस्था सामान्य बनाउन निरन्तर प्रयास गरिरहेको जनाएको छ। यस घटना सम्बन्धी थप आधिकारिक जानकारी आउने बित्तिकै हामी तपाईलाई सबैभन्दा पहिले अपडेट गर्नेछौँ। सत्य र ताजा समाचारका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न, भिडियो लाइक गर्न र आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्न नबिर्सनुहोस्।